सो गुड मर्निङ गाइज अनि न्यू ब्लग तपाईँहरूलाई स्वागत छ आजको ब्लगमा। अनि हाम्रो भान्जा हिजो बर्थडे कस्तो भयो त? राम्रै भयो। अनि अलिक आज चाहिँ बिहान बिहानै भइरहेछ होइन। यस्तै हो बिहानैको समयमा हामी पञ्चायत बजारमा यहाँ देख्न सक्नुहुन्छ डुल्दैछौँ भनौँ न। अब यसो हल्का मामा भान्जाको जानुपर्ने हुन्छ कि जाँदैन त? कता यता यताउता पञ्चायत बजारतिरको माहौल यस्तो बवाल छ, एकदम गाउँ जस्तै छ यहाँ चाहिँ। हामी चाहिँ पल्लादेखि निस्किएर उता बिहिबारे बजार घुम्दै जान्छौँ। ल त्यहाँ चाहिँ हिजोको मेला हिजो पनि देखाएँ भ्लगमा होइन। त्यो मेला लाग्ने ठाउँ फेरि त्यताबाट घुम्दै घुम्दै जानुपर्छ होइन। केही न केही अब भेटिहालिन्छ कि मिलिहाल्छ कि होइन। यही त बोल न यार, तिमी एकै नै यस्तो हो? तिमी किन यस्तो पागल हो? पागल हो गर्छ गर्छ गर्छ। ल त्यही हो, नयाँ हुन्छ सब्सक्राइब गर्नु होला। अब अगाडि अगाडि पुगेर देखाउँछु ल। तिमी पो बच्चा हो त, हामी त यस्तो त यस्तो त। अब हामी कहाँ पुग्छौँ ल गाइस, हेर्नु ल। बिहिबारे बजार फेरि हामी जाँदैछौँ। आज चाहिँ के कस्तो छ हेर्नुपर्ने हुन्छ हामी बिहान बिहानै। तर कहाँको कप्चा कुना काप्चा ल्याइयो भान्जाले थाहा छैन मलाई, यता होला। ल ल ल ल फेरि अब ठोक्छ, फेरि अर्को ठाउँमा पनि ठोक्छ अनि ल। यता चाहिँ देख्न सक्नुहुन्छ गाइस, यो चाहिँ बिहिबारे बजार आइपुगेछ। यहाँ चाहिँ भोलिबाट मेला स्टार्ट हो नि त, त्यो भएर हेर्नु न डेराहरू सम्पूर्ण यहाँ चाहिँ डाइसहरू के पिङहरू होइन। कलाकारहरू को आउने होला। तिम्रो पसल छ नि यहाँ? पसल ल्याउने ल्याउ न अनि मम्मीलाई भनेर। त्यही हो, यहाँ त कहिले सुँगुर काट्छ? आज कि भोलि हो? होइन भोलि चाहिँ काट्छ नि, बिहिबार सुँगुर काट्छ। कहाँ त्यो झुन्डिने त्यहाँ समाएर झुन्डिने। ल म झुन्डिन्छु कि म डर लाग्यो भने तपाईँ बोकेर उतार्नु ल। ल ल कतिको आँट रहेछ हेरौँ न त, कतिको आउँछ खेल्न आउँछ कि आउँदैन? ल टिकट चाहियो नि त, 200 ल्याउ त। 200 अन्ली 200 कि तिमीलाई त 100 मात्रै ल मेरो भान्जा भएर कि फ्रीमा खेल्छौ? लु जाऊ। कहाँ खेल्नु त यार, बस्ने बनाएको होइन। अब आज सम्पूर्ण जोड छ होला हौ। यहाँ टिकट सिकट लिने ठाउँ होला होइन, यस्तै छ। आम्बो खै पैसा खोइ त? ए खोइ टिकट चाहिँ ल्याउनु त, पैसा म दिइहाल्छु नि। खोइ टिकट ए फेक रहेछ यो मान्छे यार, हावा रहेछ। टिकट दिन्छ होला भनेको त यार। ल हामी जाउँ ल, घर जाउँ अब। कहाँ खेलेर मात्रै हुन्छ, खेलेर डुलेर। अब आज छिट्टै जानुपर्ने, म उता हेरौँ न गाडी नै नजाने रहेछ कि बिहानै। अब हिँड्दै हो, हिजो नि हिँड्दै आएको, अब आज नि हिँड्दै जानु। के अरे खाना खानु जानु? के छ खानामा? मासु छ भने मात्रै खान्छु है। बिरयानी छ। ओ बिरयानी त फेरि छोड्नु भएन नि त होइन, गाडी छुटोस् न। गाइज लाइक गरौँ न गाइज। अरे ल अब हाम्रो ब्लग यस्तै हो। अब को दादा? केही छैन हामी होइन हामी भनेको चाहिँ अलिक खत्रै मान्छे हो कि, यो भनेको चाहिँ नर्मल मान्छे मात्रै आउँछ कि केटबाट। हामी त कुना काप्छ कहाँबाट छिर्छ थाहै हुँदैन मान्छेले होइन। अनि हामी त यस्तो मान्छे हो कि, यस्तो त झुक्कै जाने।
कहाँ यहाँबाट छिर्नै होइन नि यो त यहाँबाट त छिर्नै होइन क्या के त ए नजाउँ मान्छे घर घर टक्क ल ल बाँदर निस्के बाँदर ए के को बोटर छौ म्याङ्गो म्यानी म्याङ्गो उही टेङ्गो यस्तो म्याङ्गो हुन्छ यो उ त्यसको रुख ल देख्न सक्नुहुन्छ साथीहरू यहाँनिर चाहिँ आलु फलिसकेको छ आम्बो दिदीको घरमा गार्डन यहाँ सिमी छ होइन देख्न सक्नुहुन्छ यो दिदीको घर यो चाहिँ यहाँ बबाल बबाल फुलहरू पनि रहेछ हेर्नु यहाँ ओ तिमीलाई हानिदिन्छ लु यहाँ यति टेक्नु हुँदैन हेर त अब म फुलहरू देखाउँछु त तपाईँहरूलाई दामी दामी फुलेको छ यी अब हेरौँ न ए अब यहाँ पनि दामी दामी फुल छ कुन कुन फुलको नाम चाहिँ थाहा छैन मलाई होइन यो दामी लाग्यो यो हेर्नु फुल ए म त अलि बाइकमा पो जाने त हेर ए फुलहरू देख्न सक्नुहुन्छ यो चाहिँ बबा लाग्यो मलाई यस रमाइलो छ हाम्रो दिदी घर आउँछ घुम्नु कुदाउनु आउँछ ल बाई बाई गएको ल गएको ल बस्नु ल तिमी त कहाँ अड्दैन चस्मा अड्दैन चस्पो त चस अब हाम्रो आज सवारी चाहिँ यो होइन साथीहरू अब यसमा चढेर जानुपर्ने हुन्छ थाहा छ अब यसमा जाने हो बाई 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 भन्छ बस्नु ल पापा ल्याउनुहुन्छ भरे ल हामी गइसकेको छौँ हामी पञ्चम बजारबाट उकालो मङ्गलबारसम्मको यात्रा आज हैनासँग टक्क देख्न सक्नुहुन्छ गाइज अब हिजो चाहिँ हिँड्दै आएको आज चाहिँ टक्क गाडीमा हामी जानु पाइरहेको एकदम खुसी लागिरहेको छ होइन अहिले चाहिँ 10 बजिसकेको छ त्यही पनि हामी गएको यहाँ दिदी चाहिँ हुनुहुन्छ छोरी चाहिँ छ छोरी माथि चाहिँ रहेछ बिहे गरेको छ नि त अहिले रोकिँदा हुन्छ
उकालो जान्छौँ ल होइन जाने सो गाइस म चाहिँ मङ्गलबारे बजार आइसकेको छु होइन एकदमसँगले अब जानुपर्ने हुन्छ अहिले बाइकमा आएको हेरौँ न यस्तो खुट्टै दुखिसक्यो यार मान्छेको आमा आज त लास्टै भिड रहेछ नि त यता चाहिँ अब म यहाँ माथि जान्छु है त्यही हो अब आइपुग्यो अब आफ्नो घर आइपुग्यो गाइस अब सो होइन पर माथि दोकानमा देखाउने छु ल यहाँ म आइसकेको छु त्यो बाइकमा कस्तो अप्ठ्यारो भएको मलाई बस्नु अरू भन्दा सजिलो हुन्थ्यो त्यो भेनाको बाइक अप्ठ्यारो खालको हो कि हो त्यो अप्ठ्यारो बस्यो कि यार खुट्टा त भाँच्ने आँट्यो त तर जे होस् म आइपुगिसकेँ है को छ दोकानमा खोइ कहाँ छ ए यहाँ पो रहेछ हौ यो त के गर्दैछ हौ सोल्टी आएको छैन अम्मै के हो भात हो गिलो न गिलो बनाएको नि त कसले पकाएको त्यो बेलुकाको भात पनि थियो कि अनि पानी अलिक धेर भएछ सो त्यही भएर ल दिदीले पठाइदिएको ल के हो यो हेर्न नि के हो बिरयानी मम्मी अम्मा हेरौँ न खुसी भएको यो खानु पर्दैन त त्यसले पठाएको अब भरे खाने खाजा खाजामा मलाई पनि भोक लाग्छ त्यति बेला चाहिँ ल्यापले भान्नुपर्छ हिहा केक चाहिँ सकिहाल्यो बिहान अलिकति थियो कप पाऱ्यो केमा लाने खिचिहाल्छ लाला हुन्छ मेरो अनि ल्याएन